नमस्ते। आउनुहोस् आज एउटा रोचक कर विवादको कुरा गरौँ। पशुपति सिमेन्ट प्राइभेट लिमिटेड र ठूला करदाता कार्यालय बीचको मूल्य अभिवृद्धि कर अर्थात् भ्याट कट्टीको विवाद। अनि यो विवाद कसरी सर्वोच्च अदालतसम्म पुग्यो र अदालतले कसरी निर्णय लियो भन्ने कुरालाई आज हामी एकदमै सरल रूपमा बुझ्नेछौँ। तपाईहरूले बाटोमा निसान डबल क्याब पिकअप त पक्कै देख्नुभएको होला। अब भन्नुस् त, यो यात्रु बोक्ने गाडी हो कि सामान बोक्ने गाडी हो? सुन्दा एकदमै सामान्य प्रश्न जस्तो लाग्छ नि, हैन? तर अचम्मको कुरा के छ भने ठ्याक्कै यही एउटा गाडीको वर्गीकरणलाई लिएर कर कार्यालय र उद्योग बीच एउटा ठूलो कानुनी लडाईँ सुरु भयो। खासमा विवाद कसरी सुरु भयो भने पशुपति सिमेन्टको नियमित अडिट हुँदै थियो। त्यही बेला आन्तरिक राजस्व कार्यालयले कर र जरिवाना गरेर झण्डै 1,60,000 रुपियाँ तिर्नुपर्ने भनेर एउटा आदेश निकाल्यो। कर कार्यालयले उद्योगले किनेको त्यही पिकअप भ्यानमा दावी गरिएको भ्याट छुटमाथि सिधै प्रश्न उठाएको थियो। पैसाको कुरा गर्दा यो पुरै विवाद 40% भर्सेस 100% को थियो। ठूला करदाता कार्यालयले भन्यो गाडी किन्दा तिरेको भ्याट जम्मा 40% मात्रै कट्टी गर्न पाइन्छ। तर यता पशुपति सिमेन्टले के भन्यो भने हामीले त यो गाडी उद्योगको सामान ओसार पसार गर्न किनेको हो, त्यसैले पुरै 100% छुट पाउनुपर्छ। अब सरकारले हावाको भरमा त 40% भनेको पक्कै होइन। उनीहरूले मूल्य अभिवृद्धि कर नियमावलीको नियम 41(2) को खलाई मुख्य आधार माने। यो नियमले अटोमोबाइल्सको परिभाषा गर्दै भन्छ 3 वा सोभन्दा बढी पाङ्ग्रा भएको र सडकमा घुड्ने यात्रुवाहक गाडी नै अटोमोबाइल्स हो र यस्तो गाडीमा 40% मात्र कर कट्टी गर्न पाइने कानुनी व्यवस्था छ। यहाँ दुवै पक्षका आफ्नै बलिया अडान थिए। ठूला करदाता कार्यालयको तर्क एकदम सिधा थियो। कानुनको परिभाषा अनुसार डबल क्याब पिकअप एउटा यात्रुवाहक अटोमोबाइल हो, त्यसैले 40% मात्र लागू हुन्छ। उता पशुपति सिमेन्टको तर्क थियो यो गाडी विशुद्ध उद्योगको सामान बोक्न ल्याएको हो, यो त ढुवानीको साधन हो नि, त्यसैले 100% नै लागू हुनुपर्छ। यो कुरा त्यत्तिकैमा टुङ्गिएन। सुरुमा ठूला करदाता कार्यालयले कर निर्धारण गर्यो। त्यसमा चित्त नबुझेपछि पशुपति सिमेन्टले आन्तरिक राजस्व विभागमा पुनरावलोकनको लागि निवेदन दियो। त्यहाँ पनि कुरा नमिलेपछि यो विवाद राजस्व न्यायाधिकरण हुँदै अन्त्यमा सर्वोच्च अदालतको ढोकासम्मै पुग्यो। प्रशासनको अन्तिम अडान कस्तो रह्यो त? उनीहरूले 100% छुटको कुरालाई सिधै खारेज गरिदिए। उनीहरूको तर्क अलिकति रोचक छ है। यदि उद्योगले सिंगल क्याब ल्याएको भए त्यो ढुवानीको साधन हुन्थ्यो र छुट पाइन्थ्यो, तर डबल क्याब भएपछि त त्यसले यात्रु पनि बोक्छ नि। पछि आन्तरिक राजस्व विभागले पनि यही कुरामा सहमति जनाउँदै निर्णयलाई सदर गरिदियो। यसपछि पशुपति सिमेन्ट राजस्व न्यायाधिकरण पुग्यो र मुख्य 3वटा कुरा अगाडि सार्यो। पहिलो, गाडी उद्योगको सामान ढुवानी गर्न मात्र किनेको हो। दोस्रो, व्यावसायिक खर्चमा यसरी कर कट्टी नदिनु भनेको आयकर ऐनको मूल मनसाय विपरीत हुन्छ। र तेस्रो, यो त लेखाको सर्वमान्य सिद्धान्तको पनि विपरीत भयो। राजस्व न्यायाधिकरणले सबै प्रमाण र कानुन हेरिसकेपछि एउटा महत्त्वपूर्ण फैसला गर्यो। उनीहरूले कर कार्यालयको निर्णयलाई उल्टाइदिए, अर्थात् पशुपति सिमेन्टको पक्षमा फैसला आयो। न्यायाधिकरणले भन्यो कि 40% मात्र दिने निर्णय मिलेन, उद्योगले तिरेको भ्याट पुरै कट्टी गर्न पाउनुपर्छ। तर कुरा अझै सकिएको थिएन। सरकार पक्ष यो फैसलाबाट सन्तुष्ट भएन र सर्वोच्च अदालत गयो। उनीहरूको भनाइ के थियो भने न्यायाधिकरणले ऐनको स्पष्ट कानुनी परिभाषालाई पुरै बेवास्ता गरेर फैसला गर्यो। कानुनमा जे लेखिएको छ ठ्याक्कै त्यही लागू हुनुपर्छ भन्ने उनीहरूको मुख्य जिकिर थियो। सर्वोच्च अदालतमा पुगेपछि दुवै तर्फका वकिलहरूले आफ्ना कुरा जोडदार रूपमा राखे। सरकारी वकिलले भने कानुनले तोकेको मापदण्डभित्र परेपछि मात्र छुट पाइन्छ र डबल क्याबले 100% छुट पाउन मिल्दैन। तर करदाताका वकिलको तर्क थियो उद्योगलाई नभई नहुने सामान ओसार पसार गर्ने गाडीमा कर कट्टी गर्न कानुनले कतै रोकेकै छैन। अब निर्णय गर्ने अन्तिम जिम्मा सर्वोच्च अदालतका माननीय न्यायाधीशहरूको हातमा थियो। उहाँहरूले निरूपण गर्नुपर्ने मुख्य प्रश्न एउटै थियो, के सामान ढुवानी गर्न किनेको पिकअप भ्यानमा पुरै भ्याट कट्टी दाबी गर्न पाइन्छ त? कानुनको अक्षरशः पालना गर्ने कि उद्योगको व्यावहारिक पाटोलाई हेर्ने? अदालतले आफ्नो फैसलामा निकै व्यावहारिक तर्कहरू अगाडि सार्यो। पहिलो कुरा, यो गाडी सामान बोक्नकै लागि किनेको हो भन्ने तथ्यलाई अदालतले स्वीकार गर्यो। अनि यस्तो उद्योगलाई पिकअप भ्यान चाहिन्छ र यो उनीहरूको व्यापारिक प्रकृतिसँग एकदमै मिल्छ भन्ने कुरा पनि ठहरायो। यसलाई व्यापारको सिलसिलामा भएको वैध व्यावसायिक खर्च नै मानियो। सर्वोच्च अदालतको फैसलामा एउटा एकदमै महत्त्वपूर्ण वाक्य छ। अदालतले भन्यो यस प्रकारको कुरामा सामान्य प्राविधिक तर्क अगाडि सारेर करदातालाई कानुन बमोजिमको सुविधा प्राप्त गर्नबाट वञ्चित गर्न मिल्दैन।
यसको सीधा मतलब अदालतले प्राविधिक वर्गीकरणलाई भन्दा उद्योगको वास्तविक आवश्यकतालाई बढी महत्त्व दियो। र अन्त्यमा सर्वोच्च अदालतले राजस्व न्यायाधिकरणकै फैसलालाई सदर गरिदियो। सरकारको पुनरावेदन जिकिर पुग्न सकेन। यसको अर्थ के भयो भने पशुपति सिमेन्टले आफूले किनेको त्यो पिकअप भ्यानमा तिरेको भ्याटको 100% नै कट्टी गर्न पाउने भयो। यसरी यो लामो कर विवादको अन्त्य भयो। अन्त्यमा यसले एउटा सोच्नै पर्ने प्रश्न उब्जाउँछ। कर कानूनका कडा परिभाषाहरू र उद्योग चलाउने व्यावहारिक यथार्थबीच कसरी तालमेल मिलाउने? एकातिर राज्यले कानूनको अक्षरशः पालना गराउन खोज्छ भने अर्कोतिर उद्योगका आफ्नै व्यावसायिक बाध्यताहरू हुन्छन्। यो विवादले कानूनको व्याख्या गर्दा प्राविधिकता र वास्तविकताबीच एउटा सन्तुलन पक्कै पनि आवश्यक हुन्छ भन्ने देखाउँछ। यस विषयमा सोच्दै गर्नुहोला।